इनबक्समा अनि अलिअलि कमेन्टमा पनि डिफेन्सिभ टेक्निकहरूको बारेमा पनि भिडियो बनाउनु न भनेर आइरहेको थियो होइन। अनि मैले यो भिडियोमा चाहिँ एउटा डिफेन्सिभ एररको बारेमा हेर्ने भएको छु क्या। यो चाहिँ वुमेन्सहरूको गेम हो होइन, प्यालेस्टिन र नेपालको गेम भइरहेछ अहिले यहाँ। म एउटा डिफेन्सिभ एरर चाहिँ मलाई विशेष एकदम धेरै देख्ने, मैले प्रायः जसो देख्ने डिफेन्सिभ एरर भनेको चाहिँ डिफेन्डरले गर्ने अर्ली कमिट हो क्या। जस्तो आवश्यकताभन्दा धेरै छिटो उसले बलतिर जब गइदिन्छ अनि त्यस्तो सिचुएसनमा चाहिँ एकदम धेरै पछाडि स्पेस क्रिएट हुन्छ र त्यो स्पेसमा चाहिँ स्ट्राइकरले त्यसलाई चाहिँ एक्सप्लोइट गरेर गोल निकाल्ने गरेको धेरै देख्न पाइएको छ क्या। अब यहाँ पनि त्यही हुन्छ क्या, स्ट्राइकरले बल लिइरहेछ, स्ट्राइकरले बल होल्ड गरिरहेछ, अनि तर डिफेन्डरले चाहिँ के गरिदिरहेछ भन्दाखेरि डिफेन्डरले चाहिँ बलतिर कमिट गरिदिएर त्यहाँ कुरा बिग्रिरहेछ क्या। जस्तो अब यहाँ हेर्नु ल, अब यहाँ सावित्रा भण्डारीले बल होल्ड गरिन् होइन। अब यहाँनिर इम्पोर्टेन्ट के छ भन्दा प्यालेस्टिनको यो डिफेन्डर हेर्नु ल, यो डिफेन्डरलाई हेर्नुहोस् होइन। अब यहाँ के हुन्छ भने अब सावित्राले यहाँ बल लगिन् होइन। एउटा कुरा के हुन्थ्यो भन्दाखेरि यहाँ अहिले यतातिर हेर्ने हो भने म्यान टु म्यान मार्क त छ नि त यहाँनिर होइन, त्यति सजिलो त छैन नेपाललाई। यदि यो डिफेन्डरले आफूलाई बलसँग अलाइन गरेर साइडवेज हुँदै पछाडि मुभ गर्दै यता अगाडिसम्म जाने र यो डिफेन्डरले चाहिँ सावित्रालाई यसरी पछि पछि लाग्ने, बल खोज्न यदि प्रयास गर्ने, त्यो यदि गरेको हुन्थ्यो भने यहाँनिर यति सजिलोसँग यो रिजल्ट नआउन सक्थ्यो क्या। त्यो भनेको पोजिटिभ हुन्थ्यो। तर यहाँनिर के भयो भन्दा यो लाइनमा नै यो डिफेन्डरले जो चाहिँ स्ट्राइकरको अगाडिपट्टि छ त्यो डिफेन्डरले यहीँनिर कमिट गरिदियो। यहाँनिर कमिट गरिदिने बित्तिकै के भयो त, स्ट्राइकरले यो डिफेन्डरलाई बिट गर्ने बित्तिकै यताको यो पुरै स्पेस उसको अगाडि खाली भइदियो र यहाँ एउटा गोल निस्क्यो क्या। हेर्नु ल, कमिट गरिदियो, सक्यो क्या, अब गोल निस्क्यो होइन। हो यो खालको गल्ती चाहिँ मैले एकदमै धेरै देख्न पाइरहेको छु क्या। म अर्को क्लिप पनि देखाउँछु है, हेर्न सक्नुहुन्छ तपाईँहरू होइन, म एक्सप्लेन गर्छु होइन। अब यहाँ बल फ्याल्यो होइन, नेपालले यहाँनिर बल पाएको छ, 3जनाले उसलाई मार्क गरेको छ, यो एकजना खाली देखिन्छ होइन। अब उनीहरूले त्यही गर्छ क्या एज युजल होइन, यहाँ 1-2 गर्छ, यहाँ खाली भएको प्लेयरलाई 1-2 गरेर बल दिन्छ है। अब 1-2 गऱ्यो, बल पायो होइन। अब यहाँ अहिले के हेर्नु भन्दाखेरि यहाँ के भइरहेछ भन्दा यो 2जना र यो 1जना यहाँनिर डिफेन्सिभ लाइन बनाउन यहाँनिर पछाडितिर दौडिरहेछन् होइन। र यो कुद्दै गर्दा यो 3जनाले आफूलाई बलतिर हेरिरहेका छन् र यहाँनिर एकजना प्लेयर चाहिँ यहाँ बल खोज्न जान सक्ने अवस्थामा छ, ऊ बल खोज्न गइ पनि राखेको छ। अब यहाँ समस्या के हुन्छ भन्नुहुन्छ भने नि यो प्लेयरले गल्ती गरिदिन्छ क्या। यो प्लेयरले के गल्ती गरिदिन्छ भन्दाखेरि बक्सभन्दा यति धेरै बाहिर, ऊ डिफेन्डर भएर बक्सभन्दा यति धेरै बाहिर चाहिँ उसले बलप्रति कमिट गरिदिन्छ र ऊ बिट भइदिन्छ। ऊ बिट हुने बित्तिकै के हुन्छ भन्दा उसको पछाडिको स्पेस पुरै खाली भइदिन्छ क्या होइन, उसको पछाडिको स्पेस पुरै खाली भइदिन्छ र यहाँ अर्को गोल भइदिन्छ क्या। हेर्नु है, उसले यहीँनिर बलप्रति कमिट गरिदियो क्या। उयो लाइनसम्म गएर लाइन बनाउने काम उसले गरेन होइन। त्यो हुने बित्तिकै के भयो भन्दा उसको ठ्याक्कै पछाडिको स्पेस खाली भयो, उसको पछाडिको स्पेसमा चाहिँ फरवर्डले रन बनायो होइन, र यहाँ गोल भयो क्या होइन। हो यो डिफेन्सिभ एरर चाहिँ एकदमै धेरै देख्न पाइन्छ है। यो खालको डिफेन्सिभ एरर एकदमै धेरै देख्न पाइन्छ। यो चाहिँ कन्ट्रोल गर्न सक्दा राम्रो, नयाँ सिक्ने भाइ बहिनीहरूले।